जब 7 तले केक बैठक कक्षमा आयो, सबैजना हेरेको हेरै भयौँ। 7 तले केक फलैफलले बनेको केक थियो। 7 तले केकको फाउन्डेसन थियो तरबुजा। यो 7 तले केकको प्रथम तलामा लिची थियो, दोस्रो तलामा तरबुजा, तेस्रो तलामा स्ट्रबेरी, चौथो तलामा अङ्गुर, पाँचौँ तलामा ड्र्यागन फ्रुट, छैटौँ तलामा प्लम र सातौँ तलामा थियो सुन्तला। यो केक थियो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 7 पर्सेनी स्थित नगर स्वास्थ्य केन्द्रका इन्चार्ज स्वास्थ्य अधिकृत वासुदेव चौधरीज्यूको शुभ जन्मदिनको अवसरमा जन्मदिन मनाउने कार्यक्रमको सिलसिलामा। संयोग थियो 2082 साल जेठ महिनाको 5 गते, सधैँझै हरेक महिना 5 गते सञ्चालन हुने जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा सञ्चालन हुने यो स्वास्थ्य संस्था प्रमुखहरूको मासिक समीक्षा बैठकको दिन पारेर स्वास्थ्य अधिकृत वासुदेव चौधरीज्यूको जन्मदिन मनाउने प्रसङ्ग जुरेको थियो। यति मात्र होइन, अझै रोचक र रमाइलो दृश्य त के थियो भने जन्मदिन मनाउँदै गरेका वासुदेव चौधरीज्यूको सेतो सर्टमा स्वास्थ्यकर्मी साथीहरू अटोग्राफ भर्दै थिए। कोही पिक्टोरियल डायग्राम राख्दै थिए त कोही आफ्नो सिग्नेचर सहित जीवन सुखमय रहोस्, फेरि फेरि भेटौँला, नेभर, गुड बाई जस्ता शब्दहरू राख्दै खुसी साटिरहेका थिए। संयोग त यस्तो पनि थियो कि 2082 साल जेठ महिनाको 6 गतेदेखि वासुदेव चौधरी उमेरले 60 वर्ष पुरा भई सेवानिवृत्त जीवन प्रारम्भ गर्दै हुनुहुन्थ्यो। यो जन्मदिन पनि हो, यो फेयरवेल पनि हो। हरेक महिनाको 5 गते भेटघाट हुने यो अवसरमा जुरेको यो जन्मदिन मनाउने अवसरमा सहभागी सम्पूर्ण साथीभाइहरू एक आपसमा खुसी साट्दै वासुदेव चौधरीज्यूको सेवानिवृत्त जीवन सुखमय रहोस्, जिन्दगी सधैँ सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्दै हुनुहुन्थ्यो। हामी सबैको तर्फबाट वासुदेव चौधरीज्यू स्वास्थ्य अधिकृत 7औँ पदमा पुगेर रिटायरमेन्ट लिँदै हुनुहुन्छ। 2056 सालबाट सेवा प्रवेश गर्नुभएको उहाँ वासुदेव चौधरी स्वास्थ्य कर्मीको रूपमा थुप्रै ठाउँमा पुगेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नुभएको छ। फेरि पनि उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना सहित सेवानिवृत्त जीवन सुखमय रहोस् भनी शुभकामना अर्पण गर्दछौँ। यसबाट एउटा सन्देश पनि छ, जन्मदिन मनाउँदाखेरि केक अहिलेसम्म सबैले प्रयोग गर्दै आइरहेको केकको सट्टामा फलले बनेको, फ्रुटले बनेको केकको प्रयोग गर्नु एउटा नौलो र सन्देशमूलक पनि थियो। स्वास्थ्यकर्मी समूह लेख्ने होला। यो जन्मदिन मनाउनका लागि तयार गरेको, सेलिब्रेट गर्नको लागि तयार गरेको फलको फ्रुटको 7 तले केक र उहाँलाई दिनका लागि तयार गरिएको, उहाँलाई प्रदान गर्नको लागि तयार गरेको मायाको चिनो जनस्वास्थ्य प्रवर्धन शाखा तुलसीपुरका प्रमुख ओम प्रकाश न्युपानेज्यूले समर्पण गर्दै हुनुहुन्छ। साथमा हुनुहुन्छ राधिका, गौतम लगायत सम्पूर्ण साथीहरू। भोलिको दिनदेखि हजुर 60 वर्ष उमेर पुगिसकेपछि सरकारको कर्मचारीबाट बिदाई लिँदै हुनुहुन्छ। जन्मदिनको सेलिब्रेसन र यो फेयरवेल प्रोग्राम एकै दिन संयोग जुरेको छ। मलाई हामीले यो उपहार समर्पण गर्दैछौँ। तन्नेरी हुँदै जानु, जोस जाँगर बढिरहेको छ हजुरको। जन्मेको दिन एकचोटि भनिदिनुहोस् न हजुरले। जन्मेको दिन भनिदिनु, जन्मेको दिन हजुरको भनिदिनुहोस् न एकचोटि। 2022 साल सर स्टार्ट भन्नु ल। सुरुदेखि भन्नु न सर एकचोटि। आजकै दिन भोलिको दिन 2022 साल 2 महिना 22 हजुर नेपाल सरकारको कर्मचारी सेवा प्रवेश गरेको दिन। सेवा प्रवेश गरेको दिन 2056 मा
मङ्सिर 8 गते ताली सेवा समाप्त भयो 2082 साल जेठको 5 गते यतिका वर्ष हजुर सेवा गर्नुभयो अब कस्तो लागिरहेको छ हजुरलाई यतिका वर्ष सेवा गर्नुभयो हजुरले स्वास्थ्य कर्मी भएर अब कस्तो अनुभव गर्दै हुनुहुन्छ आज र अबका दिनमा के छ हजुरको योजना एकदमै खुसी लागेको साथीहरूसँग एकदमै रमाउन पाउँदा पनि एकदमै खुसी लागेको साथीहरूसँग भेटेर यसरी बस्न पाउँदा पनि एकदमै खुसी लागेको छ ल हजुरलाई धेरै धेरै धन्यवाद ल धेरै धेरै बधाई छ हाम्रो वासुदेव सरको जन्मदिवसको अवसरमा शुभ जन्मोत्सव केकको रूपमा हामीले फुडको केक निर्माण गरेका छौँ यसभन्दा अगाडिका सम्पूर्ण त्यो चाहिँ मैदाबाट बनेका केकलाई विस्थापन गर्दछ र स्वास्थ्य टुवर्ड्स द हेल्थ भन्ने यसले सन्देश दिन्छ त्यस सन्दर्भमा एउटा मिठो फल सुनाम भन्नुहोस् त स्ट्रबेरी ह्यापी खाइसक्नुहुन्न दाइले आज सबै खानु पर्यो नि आज सुके पनि राख्नुस् ल त्यो चाहिँ खै यता देखाउनु त सर देखाउनु न यता सर यता देखाउनु न हजुरले हुन्थ्यो भन्ने यही सल्यानमा काम गर्ने बेला एकजना बिरामी कस्तो बिरामी भेट्थेँ कि अब मेरो यति हो जे गर्न सक्नुहुन्छ गर्नुहोस् म त त्यो एकदमै रगतमासी भएर अब म के एन्टिबायोटिकको नाम लिन्थ्यो उसले आफै पनि सिपालु रहेछ यसरी त्यो बेला नेल्जेसिक एसिड के हुन्थ्यो नि त्यो पनि खाएँ अनि त्यो के सलाइन कति चलाइसकेँ अब म त यतिकै जिन्दगी हामी एउटा त्यस्तो बेला मैले एउटा पखान बेद भन्ने औषधि उसलाई खान सिकेको थिएँ खाएपछि उसले म नयाँ जीवन पाएँ भन्ने त्यस्तो उ गरेँ त्यो एक दिनभरि खाएर एकदमै राम्रो कन्डिसनमा आएको त्यसपछि त्यहाँबाट पनि एकदमै मैले उसबाट पनि सेवासी पाएँ यसरी हामीले सेवा गर्ने बेला जति आनन्द आउँछ नि त्यो हाम्रो अरू पेसामा सायद त्यति आनन्द आउँदैन होला अरू पेसामा अब कसरी ठग्ने कसरी ढाल्ने छलफल कसरी गर्ने हाम्रो पेसामा त्यस्तो छैन जस्तो लाग्छ तर अब बिजनेसमा अब हुन्छ होला कसैको व्यापार होला होइन त्यो भन्नु सकिँदैन तर मलाई यस्तै खुसी दिनुभयो म त्यसको लागि यहाँहरूलाई धन्यवाद दिने आफ्नो शब्द युक्त गर्छु